यो हो धनगढी उपमहानगरपालिकाले निर्माण गरेको नमुना स्मार्ट सार्वजनिक शौचालय। उपमहानगरपालिकाको परिसर अगाडिको यो सार्वजनिक शौचालय 60 लाख बढीमा निर्माण सम्पन्न भएको हो। उपमहानगरपालिकाले यसको सञ्चालनका लागि 2,10,000 ठेक्का दिएको छ। सञ्चालनमा आएको आम जानकारीमा कम भएर पनि हुन सक्छ, यसको प्रयोग भने कमै भएको देखिन्छ। जिल्ला प्रशासनिक कार्यालय अगाडि पनि स्मार्ट शौचालय निर्माण भई सञ्चालनमा आएको छ। मुख्य बजार मार्गसँग जोडिएकोले पनि यो शौचालयमा पनि शौच गर्न आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ। 50 देखि 100 दैनिक आउँछन्। हजुर। कति पिसाब गरेको कति के छ? अहिले दिशा गरेको 10 रुपियाँ छ, पिसाबको 5 रुपियाँ छ। अनि नुहाउने व्यवस्था चाहिँ छैन, उहाँहरूले सोधिराख्नुहुन्छ। दैनिक हस्पिटलहरू पनि छेउमा हुनाले होला सायद। मेरो प्रेम मल्ल। प्रेम मल्ल। कतिमा लिनुभयो? यसको मासिक हाराहारी 55-60 हजार बुझाउनुपर्छ। मेयर गोपाल हमाल निर्वाचित भएर आएपछि धनगढी बजार क्षेत्रलाई सफा सुग्घर व्यवस्थित बनाउने अभियान अन्तर्गत बजार क्षेत्रमा सार्वजनिक स्मार्ट शौचालय निर्माणका योजनाहरू सुरु गरेका हुन्। निर्माण सम्पन्न भएका 2वटा सार्वजनिक शौचालय बाहेक थप 5वटा सार्वजनिक शौचालयहरू निर्माणाधीन अवस्थामा रहेका छन्। निर्माणाधीन अवस्थामा रहेका 5वटा सार्वजनिक शौचालयको काम भने 90% पुरा भइसकेको इन्जिनियर कमल ओझाले जानकारी दिनुभएको छ र चालु आर्थिक वर्षमा पनि 10वटा सार्वजनिक शौचालय निर्माण गरिने उहाँले जानकारी दिनुभयो, जसमध्येका 3वटाको टेन्डर प्रक्रिया पुरा भई सम्झौता भइसकेको छ भने 7वटा टेन्डर प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभएको छ।